आज चाहिँ हाम्रो बाबा चाहिँ प्याराग्लाइडिङ जान लाउनु भएको छ। हेर्न सक्नुहुन्छ आज बस पार्कबाट चाहिँ हिँड्न लागेको। अब चाहिँ बिहान आइसकेको छ जस्तो लागेको छ। ल बिहान चाहिँ आइसकेको छ प्याराग्लाइडिङ जाने। र अब बाबा चाहिँ चढ्नु भएको छ। हेर्नु सक्नुहुन्छ यस्तो छ पुरै। बाबा चाहिँ यहाँबाट हिँडिसक्नु भएको छ। अब हामी अब गाडी चाहिँ पछाडि आइसकेको छौँ ट्याक्क ल पार्किङ बाइक साइक राखेर आइयो नि। यस्तो अरू पनि छ नि निस्किनु रहेछ। एकदमै एक्साइटेड यहाँ हुनुहुन्छ। धेरै लामो समयपछिको रहर आज पुरा गर्दैछु। कस्तो हुन्छ थोरै नर्भस पनि र एक्साइटेड ज्यादा। त्यो सिनाली हिँडेर निस्किन्छ भन्ने मास्तिरसम्म यस्तो तर यहाँ चाहिँ यस्तो यस्तो रहेछ। उता चाहिँ नास्ता सास्ता खाने ठाउँ छ। अनि यहाँ चाहिँ अब प्यारासुटहरू उसहरू सब लिएर आएको छ। र चाहिँ मास्तिर अलि मास्तिरसम्म पुग्नु पर्ने रहेछन्। प्याराग्लाइडिङ गर्ने टन्नी रहेछ नि। अरू मान्छेहरू नि निस्किसकेको छन्। हेर्नु सक्नुहुन्छ ओजी गीत गाएर आउँदै हुन्छ। भ्यू चाहिँ एकदम दामी रहेछ यहाँ चाहिँ। यस्तो अब माथि अलि माथि पुगेपछि हामी चाहिँ आइसकेका छौँ जस्तो लाग्यो है। ठाउँ चाहिँ यस्तो छ पैसा राम्रो छ। सबैजना आएको छ। अब चाहिँ हामी यसो फोटोसुट खिच्छ अनि उनी बेला चाहिँ भिडियो गर्छ है त। यस्तो सुरु भइसकेको छ। मोबाइल चाहिँ राख्छ मोबाइलमा यस्तै पुरै सेफ्टीसँग। हजुर ल गर्ने बेलामा चाहिँ अगाडि दौडिनुपर्छ। भन्नु होला नि त यो चाहिँ के मलाई बन्जी जम्प पनि हान्न सकिन्छ जस्तो लागेको छ। टेकअप गर्ने बेलामा अगाडि दौडिनु अगाडि दौडिनु भएन जम्प गर्नु जान लाउनेको छ है। हाम्रो बाबाको पाइलट पनि हिँडिसक्नु। यहाँ चाहिँ सबै एक्सपिरियन्स नै हुने रहेछ। यस्तै सर
यस्तो हेर्दा त कति वर्ष होइन तपाईँले झन्डै भयो 15 वर्ष फर्स्ट टाइम हो बाबा आउनुभएको छ यहाँ उनीहरू छिटै पालो पाइएछ यहाँबाट चाहिँ राम्रो आउँदो रहेछ थ्याङ्क यू दाइलाई चाहिँ होस् भाइ जस्तो भएको एकदम खुसी र एक्साइटेड पनि हुनुहुँदैछ चाहिँ टेक अफ सेक अफ हुन्छ अब यस्तो जानुभयो उडेर फिलिल्ल उड्नुभयो यस्तो अन्त हेर्दा त कति इजी देखि नि अझै एउटा पनि उडा यस्तो रमाइलो राम्रो यी भ्यू पनि यस्तो राम्रो अगाडि निलो यो चाहिँ बाबाकै निलो उसमा उडेको यस्तो यति टाढा यहाँ उतिखेर उहाँसँग पुगिसक्नु चाहिँ घुमघाम गरिने फोटोसोटो खिचिन्छ हामी यहाँ बाबु चाहिँ अब उता उसकै क्यामेरा हुन्छ अरे अब उतैबाट उसकै क्यामेरा हुँदो रहेछ अब योमा चाहिँ क्लिपमा चाहिँ अब उडेको भिडियो चाहिँ आएको छ होला है यता
राम्रोसँग ल्यान्डिङ भयो सरलाई धेरै धेरै धन्यवाद राम्रोसँग ल्यान्डिङ गर्नुभयो